समस्याहरू देशमा देखा परेका जटिलताहरूको समाधान नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ। नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधित्वको हिसाबले मैले गर्नको निमित्त तयार रहनेछु। र यो सँगसँगै आज यो देशमा दुईटा अतिवाद देखिएको छ। दुईटा अतिवाद जसले जेनजी आन्दोलनलाई, जेनजीको मागहरूलाई, युवाहरूको मागलाई सुनवाई गर्नुको साटो उसले चाहिँ दमन गर्यो। साना साना विद्यार्थी भाइ बहिनीहरूको हत्या गर्यो। त्यसकारणले गर्दाखेरि एउटा अतिवाद यो देखिएको छ भने अर्को अतिवाद जेनजी आन्दोलनको नाममा राष्ट्रका सम्पत्तिहरू विध्वंस गर्ने, राष्ट्रका संरचनाहरूलाई ध्वंस मचाउने आगजनी गर्ने, अर्को व्यावसायिक घरानीहरू व्यावसायिक महलहरूमा आगजनी गर्ने, व्यक्तिका घरहरूमा आगजनी गर्ने। के यही खोजेको हाम्रो जेनजी युवाहरूले? के यही खोजेको हाम्रा नयाँ पुस्ताले? त्यसकारणले बिल्कुल होइन मलाई लाग्छ। त्यसका एउटा युवाको नाताले, एउटा महिलाको नाताले तपाईहरुले म आह्वान गर्न चाहन्छु कि यो गलत प्रवृत्ति जो दुईटा अतिवाद देखिएको छ यसका विरुद्ध हामी मिलेर सामना गर्नुपर्छ। मिल्नुको विकल्प छैन। त्यसकारणले तपाईँ हामी मिलेर सामना गरौँ र यो मिल्नको लागि तपाईहरुलाई तपाईहरुको साथ सहयोग चाहिएको छ र तारा चुनाव चिन्ह मतदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यो सँगसँगै